This video is for educational purposes only. Please consider it as information only. So hello guys, welcome to my new video. किनभने भिडियो चाहिँ आज धेरै नै पछि हालेको छु, लगभग 3-4 महिना पछि नै भिडियो चाहिँ हालेको छु। त्यही भएर यो भिडियो चाहिँ पुरा चाहिँ हेर्दिनु होला है त। र च्यानललाई अझै पनि सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर साइडमा बेल आइकन छ त्यसलाई पनि प्रेस गरेर लाइक, कमेन्ट, शेयर जम्मै कुरा चाहिँ गरिदिनु होला है त। र भिडियोलाई चाहिँ अन्तिमसम्म चाहिँ हेर्दिनु होला नछुटाइकन। र हजुरहरुलाई थाहा नै होला एपको लिंक चाहिँ मैले कमेन्ट बक्समा राखिदिने छु र कमेन्ट बक्समा र डिस्क्रिप्सनमा दुईटैमा हुन सक्छ, त्यहाँ हेर्नु होला। अनि सबभन्दा पहिले चाहिँ स्टेपहरु चाहिँ फलो गर्नु होला। सुरुमा चाहिँ एप ओपन गरिसकेपछि यहाँ प्ले एन्ड अन भन्ने भनेर आउँछ, यसमा चाहिँ हजुरहरुले क्लिक गर्नुपर्छ। अनि यहाँ क्लिक गरिसकेपछि चाहिँ यस्तो आउँछ हजुरहरुको अगाडि। अनि यहाँ थुप्रै टास्कहरु देख्न सक्नुहुन्छ, थरी गेमहरु छ। अब यहाँ मध्ये चाहिँ हजुरहरुले जुन हजुरलाई सजिलो लाग्छ, जुन चाहिँ हजुरले कम्पिट गर्न सक्छु जस्तो लाग्छ त्यही चाहिँ हजुरहरुले चाहिँ चुज गर्नुपर्छ के। जस्तै म चाहिँ हजुरहरुलाई सैम्पल देखाइदिने छु। जस्तै यहाँ थिम यो एउटा एप चाहिँ रहेछ, यहाँ थिम चाहिँ अब यसलाई हेर्नको लागि चाहिँ यहाँ मोर भनेर लेखेको ठाउँमा यहाँ थिम यो एपमा चाहिँ अठापछि यहाँ अनलक लेभल 10 गर्नुभयो भने चाहिँ 1 कोइन पाउनुहुन्छ भनेको छ। यो चाहिँ गाह्रो हुन्छ हजुरहरुलाई, यो चाहिँ पर्दैन। अब जुन सजिलो छ एउटा टास्क मात्रै कम्प्लिट गरे हुन्छ यसको लागि चाहिँ। अब यहाँ थिम चाहिँ कम्प्लिट लेभल 3 भनेको रहेछ अर्को गेम चाहिँ, यो चाहिँ सकिन्छ जस्तो लाग्यो। त्यही भएर मैले यो एपलाई चाहिँ प्लेमा उठाएर प्ले स्टोरमा आएर यसलाई इन्स्टल गर्दै छु, देख्न सक्नुहुनेछ। अनि म फेरि त्यही अघि नैको एप ओपन गरिसकेको छु र त्यो एप ओपन गरिसकेपछि यहाँ थिम फेरि त्यही आएर हेर्दाखेरि चाहिँ यहाँ थिम देख्न सक्नुहुनेछ हजुरहरुले त्यो एप चाहिँ यहाँ एक्टिभ भनेर देखाएको छ नि। एक्टिभ भनेर देखाएकोमा चाहिँ क्लिक गरेपछि यहाँ थिम चाहिँ त्यो एप चाहिँ आइसकेको छ। अब यहाँ थिम आइसकेपछि ओपन द गेम भनेर देखाएको छ, ओपन गर्नुहोस् गेमलाई चाहिँ। अनि यहाँ थिम चाहिँ प्ले भन्ने बटन आउँछ, यहाँ थिम चाहिँ प्लेमा उठाउनु होला। अनि त्यो एप चाहिँ हजुरको खुल्छ। अनि त्यो खोलिसकेपछि लेभल 3 पुग्न भनेको थियो, म चाहिँ यहाँ लेभल 4 पुगिसकेको छु। अनि यति गरेपछि सबै क्लियर गर्नु होला। क्लियर गरेपछि फेरि अघिनेको एप चाहिँ ओपन गर्नुहोस्। अनि यहाँ थिम प्ले एन्ड अन भन्नेमा चाहिँ आउनु होला। यहाँ थिम प्ले एन्ड अनमा आइसकेपछि चाहिँ हजुरहरुको चाहिँ यहाँ अब फेरि यहाँ थिम एक्टिभ भनेर चाहिँ देखाउँछ, यहाँ थिम टास्कहरु देखाएको छ। यहाँ एक्टिभ भन्नेमा जानु होला। हजुरहरुकोमा चाहिँ अरु एप आउन सक्छ, मेरोमा चाहिँ यो एप आएको भएर चाहिँ मैले यो एप गरेको। हजुरहरुकोमा जुन पनि एप आउन सक्छ, तो मैले यो एप गरे भनेर हजुरहरुको पनि यही एप खोजेर चाहिँ बस्नु पर्दैन। थरी हुन्छ, जुन सजिलो लाग्छ त्यही मात्र। यति मात्र टास्क कम्प्लिट गर्नुहोस् कि यहाँ थिम 2 कोइन मैले पाइसके नि, यहाँ लेभल कम्प्लिट भयो नि 1 मात्र। यति गरेर चाहिँ छोड्दिनु। स्टेप 1 चाहिँ हजुरहरुको यहाँ सकिन्छ। अब यति गरेपछि हजुरहरुले चाहिँ बल्ल चाहिँ अर्को टास्कतिर जानुपर्छ। अब यति गरेपछि सकियो यसको काम चाहिँ। अब यसपछि चाहिँ अरु स्टेपहरु चाहिँ फलो गर्दै जानुपर्छ है हजुरहरुले। यसपछि चाहिँ अब हजुरहरुको चाहिँ अरु सजिलो लाग्ने टास्कहरु हेर्न सक्नुहुन्छ, तर सकेसम्म चाहिँ यो चाहिँ यति गरेर चाहिँ छोड्दा चाहिँ हुन्छ। अरु गर्नुभयो भने चाहिँ धेरै टाइम लाग्छ र टाइम पनि धेरै कन्ज्युम गर्छ अनि धेरै कोइनहरु पनि यसबाट पाइदैन के हामीले। त्यही भएर यति गरेर चाहिँ छोड्दिनु होला। अनि त्यसपछि यति गरेपछि प्ले एन्ड अन सकियो। अब पप स्केल टास्क भन्ने छ, यसमा क्लिक गर्नुहोस्। अनि यहाँ आइसकेपछि गेट स्टार्ट भन्छ, एक्सेप्ट गर्नुहोस्। अनि त्यसपछि यति गरेपछि हजुरहरुको अगाडि यत्रो धेरै एपहरु आउँछ। पिक एन्ड अफर भनेको छ। अब यहाँ मध्ये चाहिँ यसमा पनि हजुरहरुले मिसनहरु हेरेर मिसनहरु कम्प्लिट गर्नुपर्छ र हजुरहरुले जति सक्नुहुन्छ त्यति सजिलो मिसनहरु चाहिँ हेर्नु होला। एकदम धेरै कोइन छ भनेर धेरै कोइनको हेर्नुभयो भने चाहिँ गाह्रो हुन्छ। त्यही भएर जस्तै 9.8k भनेर देखाएको छ, यहाँ थिम चाहिँ म क्लिक गरेर हेर्ने छु। यहाँ क्लिक गरेर हेर्दाखेरि कोइनहरु चाहिँ कसरी पाउनुहुन्छ भन्दा कलेक्ट 5 कोइन भनेको छ। कसरी भन्दा क्लिक अन द डाउनलोड लिंक अनि इन्स्टल एप अनि एकछिन चलाउनुस् भनेको छ। हजुरले यति गर्नुभयो भने चाहिँ 390 कोइन चाहिँ पाउन सक्नुहुन्छ, 390 कोइन। अब यति गरेपछि 390 हो। अनि त्यसरी नै अरु टास्कहरु पनि छ। अब जसको लागि चाहिँ यहाँ अब 520 भनेको छ, यहाँ तिमी हेर्न सक्नुहुन्छ। क्लिक अन द रिडीम नाउ, इन्स्टल एप एन्ड युज द एप एन्ड एक्सप्लोर एन्ड इन्जोय भनेको छ। यति गर्नुभयो भने चाहिँ 520 कोइन पाउनुहुन्छ, जसको लागि चाहिँ हजुरले मिसन गर्नको लागि गेटमा अठाएर यो 520 मा अठाउनु भयो भने एप चाहिँ इन्स्टल गरेर चाहिँ एकछिन चलाएपछि चाहिँ हजुरहरुको यो खातामा चाहिँ 520 कोइन चाहिँ एड हुन्छ है त। यस्तै हो। अब हजुरहरुको चाहिँ अरु टास्कहरु पनि छ। सकेसम्म चाहिँ धेरै कोइन भएकोलाई चाहिँ हेर्दै नहेर्नु होला। जति धेरै कोइन भएको देख्नुहुन्छ त्यति धेरै गाह्रो हुन्छ, टाइम पनि धेरै नै वेस्ट हुन्छ। त्यही भएर चाहिँ हजुरहरुले सकेसम्म 1000 भन्दा थोरै भएको कोइनहरु छन्, यहाँ 16 27 यति। अब यो त हजुरले सक्नुहुन्न। जस्तै कम्प्लिट 20 लेभल भनेको छ, 20 लेभल कम्प्लिट गर्नुभयो भने 27 कोइन पाउनुहुन्छ। यस्तो धेरै टाइम वेस्ट चाहिँ गर्नु पर्दैन, यो धेरै टाइम वेस्ट गरेर काम नै छैन। त्यही भएर सकेसम्म चाहिँ थोरै कोइनहरु भएको चाहिँ हेर्नु होला। जति थोरै कोइन भएको देख्नुहुन्छ त्यति सजिलो चाहिँ हुन्छ। जस्तै अब यहाँ सर्वेहरु आएको देख्नुभयो भने चाहिँ सर्वेहरु चाहिँ नेपालमा चाहिँ खासै आउँदैन, त्यही भएर सर्वेहरु चाहिँ आउन गाह्रै छ। त्यही भएर चाहिँ अरु एप इन्स्टल वाला टास्कहरु चाहिँ कम्प्लिट चाहिँ गर्न सक्नुहुनेछ है त। अनि यस्तै खालको छ। अनि मैले हजुरलाई रिडेमको लागि पनि देखाउने छु, के छ रिडेम अप्सनहरु त्यो पनि देखाउने छु। अनि यहाँ थिम चाहिँ अरु छ, यस्तो एपहरु छ। मैले फेरि पनि भने हजुरलाई चाहिँ यहाँ इम्पोर्टेन्ट टास्क भनेको छ। अब डे 1 लगइन गर्नुभयो भने 13 कोइन, डे 2 गर्नुभयो भने 13
अनि 7 दिनसम्म कोइन गर्नुभयो भने 13 गरेर 7 दिनसम्म पाउन सक्नुहुन्छ अनि इन्स्टल गरेर यति पाउनुहुन्छ भने सबै यहाँ चाहिँ मिसनहरू लेखेको हुन्छ यो मिसनहरू कम्प्लिट गरे बापत चाहिँ यति कोइन चाहिँ पाउनुहुन्छ हजुरहरूले भनेर देखाएको हो यो चाहिँ अब एपहरुको इन्स्टल टास्कहरु चाहिँ एकदम धेरै नै छ अब यसरी नै हजुरहरुले टास्कहरु चाहिँ कम्प्लिट गर्ने हो अब अरु के छ त्यो पनि म देखाइदिन्छु हजुरहरुलाई चाहिँ अब यहाँ रिसर्च भनेको छ अब रिसर्चमा चाहिँ यहाँ केही पनि रहन्छ अहिले सर्वेहरु आएको छैन भनेर देखाएको छ अनि अरु चाहिँ अब यसमा चाहिँ अरु कोइनहरु आउने भनेको चाहिँ केबाट भन्दा यहाँ तलतिर सार्दै जान्छु म तलतिर जाँदाखेरि हेर्न सक्नुहुन्छ यहाँ अरु के छ गेट पकेट मनी भनेको छ डेली पकेट मनीमा चाहिँ अठाएपछि चाहिँ हजुरहरुको अगाडि एउटा सर्ट एड चाहिँ आउँछ यो एडमा चाहिँ यस्तो कंग्रेचुलेसन भनेर आयो भने चाहिँ नेभर क्लिक है यस्तोमा चाहिँ क्लिक चाहिँ नगर्नु होला माथिपट्टि कट्टा बटन आउँछ त्यहाँ आएपछि मात्र क्लिक गर्नु होला नत्र यस्तो कंग्रेचुलेसन भनेर आएको चाहिँ यो फेक हुन्छ यो चाहिँ नअठाउनु होला माथि सिम्पली कटमा अठाएपछि चाहिँ हुनेछ हजुरहरुको चाहिँ अब अरु वाच एन्ड अन भनेको चाहिँ यहाँ साइडमा गेट 5 भनेको चाहिँ यहाँ अठाएपछि पनि हजुरहरुको एउटा सानो एड चाहिँ आउँछ त्यो एडलाई हेरिसकेपछि चाहिँ हजुरहरुको एकाउन्टमा चाहिँ 5 कोइन चाहिँ एड हुनेछ यो गेमको एपको एकाउन्टमा एड हुने हो अब यसपछि चाहिँ हजुरहरुको चाहिँ यहाँ लगइन बोनसमा 10 कोइन अनि अरु यस्तो यस्तो छ अनि यो चाहिँ इट इज नट कम्पल्सरी है हजुरहरुलाई कम्पल्सरी छैन कि हजुरहरुले यो एप चाहिँ युज गर्नै पर्छ भनेर इट इज योर चोइस है हजुरहरुको चोइस हो अब यही नै हो अनि यहाँ चाहिँ फेरि यस्तो कंग्रेचुलेसन आयो भनेर यहाँ ओके मा चाहिँ नअठाउनु होला माथि कट्टा बटन आउने जेलसम्म वेट गर्नु अनि त्यसपछि चाहिँ कट्टा बटनमा चाहिँ अठाइदिनु होला है त यस्तै गर्ने हो हजुरहरुले चाहिँ अब मन लाग्छ भने इफ यु वान्ट देन यु क्यान ट्राई दिस एप इट इज ओन्ली फर एप रिभ्यू है यो एपको रिभ्यू मात्र हो हजुरहरुलाई चाहिँ कुनै पनि फोर्स छैन इट इज नट कम्पल्सरी है त त्यही नै हो अनि त्यसपछि चाहिँ अब हजुरहरुलाई विथड्र मेथडहरु चाहिँ देखाइदिने छु अब विथड्र मेथडमा चाहिँ के छ भनेर देखाउने छु अनि त्यो भन्दा पहिला चाहिँ हजुरहरुलाई रिफरमा चाहिँ के छ रिफर टास्कहरु के छ त्यो पनि म चाहिँ देखाइदिने छु है त जस्तै यहाँ थिम चाहिँ रिफर भनेर छ अब रिफरमा आएर हेर्नुहुन्छ भने चाहिँ हजुरहरुले 150 जना रिफर गर्नुभयो भने चाहिँ 5% कमिसन अनि 450 कोइन भनेर चाहिँ देखाएको छ अनि 151 देखि 300 गर्नुभयो भने यति कोइन अनि त्यसपछि यति यति भनेर सबै चाहिँ यहाँ देखाएको छ हजुरहरुले देख्न चाहिँ सक्नुहुन्छ अनि हजुरहरुले आफ्नो साथीलाई रिफर गर्न पर्यो भने चाहिँ के गर्नुपर्छ भने चाहिँ यहाँ थिम एउटा लिंक हुन्छ हजुरको आफ्नै यो रिफरल लिंक भनेको चाहिँ यहाँ थिम देख्न सक्नुहुन्छ कपी भनेर देखाएको छ नि यहाँ थिम हजुरहरुले चाहिँ यो कपी गरेर आफ्नो साथीहरुलाई शेयर गर्नुभयो भने चाहिँ हजुरको रिफरल लिंकबाट चाहिँ उनीहरुले इन्स्टल गरे भने चाहिँ हजुरहरुले चाहिँ यहाँ मध्येको अब माथि देखाए मध्येको कोइनहरु चाहिँ एड हुने हो त्यही नै हो रिफर गर्न त हजुरहरुले जान्नु भएको नै छ अब विथड्रकोमा चाहिँ यहाँ देख्न सक्नुहुन्छ पेपल बाइनान्स अनि फ्री फायर डायमन्ड भनेर चाहिँ रहेको छ यहाँ थिम देख्न सक्नुहुनेछ अनि धेरैले चाहिँ के सोच्नु भयो होला ई सेवा चाहिँ छ कि छैन भनेर सोच्नु भयो होला ई सेवा चाहिँ छैन तर ई सेवामा पेमेन्टहरु निकाल्न चाहिँ यहाँ थिम बाइनान्स छ अब बाइनान्सबाट चाहिँ हजुरहरुले निकाल्न चाहिँ सक्नुहुनेछ विथड्र मेथड चाहिँ यही नै हो अब फ्री फायर को डायमन्ड को लागि चाहिँ फ्री फायर को यूआईडी हानेपछि चाहिँ हजुरहरुले डायमन्ड चाहिँ आफ्नो एकाउन्टमा पाउन सक्नुहुन्छ इट इज नट नेसेसरी टु आईडी पासवर्ड हजुरहरुको आईडी पासवर्ड चाहिँ चाहिदैन यसको लागि चाहिँ कुनै पनि अनि त्यसपछि चाहिँ यहाँ अब फ्री फायर डायमन्ड को लागि 7300 मा चाहिँ 113 डायमन्ड चाहिँ पाउन सक्नुहुन्छ भनेको छ अब यहाँ सबै देखाएको छ रिडिम हिस्ट्रीमा चाहिँ यहाँ फ्री फायर डायमन्ड भनेर चाहिँ मैले 100 कति डायमन्ड चाहिँ आएको थियो 113 हो कि कति डायमन्ड चाहिँ आएको थियो त्यो पनि भर्खरको भर्खर विथड्र गरेर आउँछ भन्ने चाहिँ हुँदैन अब टाइम चाहिँ लाग्छ विथड्र गरेपछि अलिकति टाइम पछि चाहिँ आफै आइहाल्छ एकाउन्टमा त्यो आतेर हुँदैन अनि र्याङ्किङमा चाहिँ हजुरले डेली र्याङ्किङमा पर्नु भयो भने चाहिँ अब फर्स्टमा पर्नु भयो भने यति कोइन सेकेन्डमा पर्नु भयो भने यति कोइन थर्डमा पर्नु भयो भने यति कोइन भनेर चाहिँ सबै चाहिँ यहाँ डिटेलमा देखाएको छ अब हजुरले इफ यु वान्ट टु ट्राई देन यु क्यान ट्राई इट इज नट कम्पल्सरी है त हजुरलाई मैले लास्ट चोटि पनि भनेको छु र हजुरले चाहिँ बाइनान्सबाट ई सेवामा चाहिँ पेमेन्टहरु निकाल्नको लागि कसरी सक्नुहुन्छ भन्दा मेरो च्यानलमा गएर यहाँ थिम चाहिँ अर्को च्यानल छ देख्न सक्नुहुन्छ नेपाली अर्निङ भनेर यहाँ थिम गएर चाहिँ जो मैले देखाएको भिडियो छ नि हो यो भिडियो चाहिँ हेर्नुभयो भने सबै डिटेलमा चाहिँ थाहा पाउन सक्नुहुन्छ भिडियो चाहिँ यही नै थियो अब अर्को भिडियो कहिले आउँछ त्यो पनि मलाई चाहिँ थाहा छैन त्यही भएर एकचोटि फेरि भिडियो हेर्न चाहनुहुन्छ भने रिवाच